उता डोली चढी जाँदा यहाँ सजिरा छ यो चिता। भित्रै भित्र कराउँछ मन, कसले बुझ्छ र यो व्यथा। कागजका सम्बन्ध होइन, रगत जस्तै बग्थ्यो हाम्रो। आज उता नयाँ पाना पल्टियो, यहाँ भत्किए अलपत्र पाजो। मस्तै जोडिँदैछ प्रिय उता सम्बन्धको धागो। तर यहाँ धड्कनै टुक्रियो, जलिरहेछ नन्दन आगो। कहिले काहीँ मनै सोच्छ, कसरी यस्तो मोड आयो। जुन चेहरा देखेर म बाँच्थे, त्यही चेहराले धोका दियो। सम्झना छ झै पनि हामी भित्या पहिलो दिनको, साना कुरा ठुला हाँसो आली खेतको डिलको। तिमीलाई नै जिस्काउँदै तिमी हाँस्दा भन्थे बस्न केही बोल। आज त्यही आवाज सुन्न ड्याम्न कानले खोज्छ पोल पोल। सँगै बसेर खिच्चा फोटो, कति राम्री देखिन्थ्यो। मनै चोरिन्थ्यो म त सास नै रोकी हेर्थे, कति साह्रै फेर्थ्यो। त्यो फोटो अहिले पनि छ, तर फ्रेम भित्र मात्र पाछो। रियल लाइफमा त प्रिय बिचमै बाटो फाडेर हिँड्छ। लख्यौ इतिहासमै यस्तै कच्चा कच्चा कथाले। मनको क्या नभासमा रङ धोका, नसोचेको चोटले। प्रेमको किताबमा यस्तो अध्याय कमै लेखिन्छ। साँच्चै भोगेको मान्छेलाई मात्रै यो तितो पन्द बोकिन्छ। आज पनि सम्झनालाई भन्छु, फर्किनु छ भने बोल। तर सम्झा पनि भन्छ, अब त्यो मान्छेहरूको घोल। म चाहिँ अझै उही ठाउँमा, उही प्रतीक्षा, उही बाटो। टाउको माथि भारी जस्तै नफर्कने कुराहरूको
माघको